यस्तो भयो सबैको फेरि आफ्नो शिवरात्रि प्रोग्राम भयो गाउँ गाउँतिर। भक्तहरू चाहिँ यहाँ आएर चाहिँ सबै खाए त्यहाँ जाने अनि यावत यसको महिमा र गरिमा जुन छ त्यो आज हामीले सौभाग्य पाएको छौँ। र विशेष गरी म यिनै कुराहरू राख्दै आज महान पर्व शिवरात्रि पारेर यहाँबाट सबैको राम्रो होस्, कल्याण होस्, राम्रो होस्। त्यो सँगसँगै यहाँहरूको सबै प्रगति उन्नतिको कामनासहित भगवान् पशुपतिनाथ प्रार्थना गर्न चाहन्छु। र विशेष गरी गोकर्णमा रहेको राष्ट्रिय सहित शान्ति पालन न्याय स्मारक त्यो सामुदायिक वन पनि हो र त्यो राष्ट्रिय वनमा पनि हो। गुरुहरूलाई हामीले यहाँ स्वागत गर्न पाउँदा हामी हर्षित भएका छौँ। उहाँहरूलाई हामी जोरदार तालीले स्वागत गर्छौँ। भण्डारेश्वर धार्मिक सेवा समिति 2058 सालमा विधिवत दर्ता भएर आज यहाँसम्म आउँदै गर्ने क्रममा हामीले बौद्ध सभ्यता बौद्ध धर्मका गुरुहरूलाई हामीले यहाँ बोलाउने अवसर हामीले मौका पायौँ। हामी एकदमै आभारी भएका छौँ। यसै गरेर आज साँझ 5 बजे सम्माननीय राष्ट्रपतिज्यू पनि भण्डारेश्वर महादेव दर्शन गर्दै आउनुहुन्छ। यसमा पनि हामी एक खालको हामीले समाजले पत्याएको जुन दिएको जिम्मेवारी हामीले वहन गरौँ भन्ने आभास अनुभूति हामीलाई भएको छ। यसमा सम्पूर्ण श्रद्धालु भक्तजनहरूप्रति हामी आभार प्रकट गर्दै यो तपाईको रुद्रमती शिवपुरीको सबै जिल्लाको बोन्बो झाँक्री माताहरूलाई निमन्त्रण गरी मैले सबै जिल्लाको प्रतिनिधि झाँक्रीहरूलाई मात्रै बोलाएको छौँ। अहिले हाम्रो सबै जिल्लामा झाँक्रीहरूको शाखा र सबै जिल्लामा मठ मन्दिरहरू भइसकेको छौँ भने आज हामीलाई भण्डारेश्वर महादेवको मन्दिरमा दर्शन गर्नको लागि जुन भण्डारेश्वर समितिका अध्यक्षज्यूले जुन सहजीकरण गरिदिनु भएकोमा नेपाल झाँक्री सङ्घको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तो गरी आज मैले भन्नै पर्छ हामी धामी झाँक्रीको पीडा र हामी धामी झाँक्रीको जुन संस्कार संस्कृतिलाई जगेर्ना गर्नको लागि हामी अगाडि बढिरहेको छौँ। आज नभने हामीले कहिले भन्ने। त्यसैले गर्दामा आज भण्डारेश्वर समितिका अध्यक्षज्यूले जुन नेपाल झाँक्री सङ्घको जुन वन धर्म संरक्षण गर्नुपर्छ भन्ने विषयको कुराहरूलाई उहाँले जुन मन हृदयदेखि लिनुभएको छ र यसै गरी गोकर्ण
जङ्गलमा गोकर्ण जङ्गलमा हरेक पार्कहरू बनिरहेको छ, मन्दिरहरू बनिरहेको छ र गोकर्णेश्वरमा जुन हाम्रो वनका जुन अध्यक्ष हुनुहुन्छ र यसै गरी वडा अध्यक्षज्यू हुनुहुन्छ, आज मैले वनका अध्यक्ष र यसै गरी वडा अध्यक्ष, यसै गरी यस भण्डारेश्वरको समितिका अध्यक्ष हुँदाखेरि मैले यो कुरा नराखे कहिले राख्ने। हामी देशैभरका झाँक्रीहरू बोन्बोहरू धेरै पीडामा छ, धेरै दुःखमा छ। हामीले ढ्याङ्ग्रो बजाउँदैमा र बिरानी फुक्दैमा हाम्रो धामी झाँक्रीको संस्कार संस्कृतिको जगेर्ना हुँदैन। जगेर्ना हुनको लागि हामीले देशमा सबै बोन धर्मको विकास गर्नुपर्छ र बोन धर्म धामी झाँक्रीको मठ मन्दिरहरू बनाउनुपर्छ र मन्दिर बनाउँदाखेरि अवश्य पनि हाम्रो धर्मको विकास हुन्छ। त्यसैले गर्दामा सम्पूर्ण झाँक्रीहरूको माग हो, मेरो मात्रै माग होइन। हामीले नेपालको सबै जिल्लामा वनको गुम्बा बनायौँ, धामी झाँक्रीको मूर्तिहरू बनायौँ, तर काठमाडौँ क्षेत्रमा हामीले बोन्बो अथवा झाँक्रीको मूर्ति बनाउन पाएनौँ। त्यसैले गर्दामा नेपालको सबै जिल्लाको झाँक्रीहरूको माझ केन्द्र हुने गरी नेपालको सबै जिल्लाको झाँक्रीहरूको एउटा केन्द्र पारेर जुन गोकर्णको जङ्गलमा हाम्रो आज वनका अध्यक्ष पनि हुनुहुन्छ, अवश्य पनि हामी नेपाल झाँक्री सङ्घलाई र देशको सबै झाँक्रीहरूलाई हुने गरेर एउटा बोन्बो अथवा झाँक्रीको मूर्ति बनाउनको लागि एउटा स्थल छुट्याइदिनको लागि म हृदयदेखि निवेदन गर्न चाहन्छु। धामी झाँक्री संस्कार संस्कृतिलाई जगेर्ना गर्नुपर्छ भनेर नेपाल झाँक्री सङ्घ हिजो विगत लामो समयदेखि हिँडिरहेको थियौँ, दौडिरहेको थियौँ। हामीले नेपाल सरकार